फेसबुक प्रोफाइललाई पेजमा कसरी कन्भर्ट गर्ने, फेसबुक प्रोफाइललाई पेजमा कसरी बदल्ने, आउनुस् आज म तपाईलाई यस भिडियो भित्र रहेर फेसबुक प्रोफाइललाई पेजमा कन्भर्ट गर्न बदल्न सिकाउने छु। यदि तपाई पनि जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गरिदिनुहोला। अब म तपाईलाई सिधै मोबाइल स्क्रिनमा लगेर फेसबुक प्रोफाइललाई पेजमा कसरी बदल्ने, कसरी कन्भर्ट गर्ने सबै कुरा लाइभ प्रोसेस सिकाउने छु। भिडियोलाई स्किप नगरेरै अन्तिमसम्म हेर्नु होला, किनभने तपाईले पूरा जानकारी पाउनको लागि भिडियोलाई अन्तिमसम्म हेर्नै पर्ने हुन्छ। यदि तपाईले भिडियोलाई स्किप नगरेरै अन्तिमसम्म हेर्नु भयो भने तपाईले पनि सजिलैसँग आफ्नो फेसबुक प्रोफाइललाई पेजमा कन्भर्ट गर्न सक्नुहुनेछ। म मोबाइल स्क्रिनमा आइसकेको छु, तपाईले देख्न सक्नुहुनेछ। अब हामीले हाम्रो फेसबुक प्रोफाइललाई पेजमा कन्भर्ट गर्नको लागि, पेजमा बदल्नको लागि सबैभन्दा पहिला हामीले हाम्रो मोबाइलमा रहेको फेसबुक एप्लिकेसनलाई ओपन गर्नुपर्ने हुन्छ। बुझ्नुभयो नि? म आफ्नो मोबाइलमा रहेको फेसबुकलाई ओपन गर्नेछु। तपाईले देख्न सक्नुहुनेछ मेरोमा फेसबुक एप्लिकेसन खुलेर आइसकेको छ। अब तपाईले पनि सबैभन्दा पहिला आफ्नो मोबाइलमा रहेको फेसबुक एप्लिकेसनलाई ओपन गर्नु होला। फेसबुकलाई ओपन गरिसकेपछि अब हामीले हाम्रो प्रोफाइल लोगोमा क्लिक गर्नुपर्ने हुन्छ। ध्यान दिएर हेर्नु होला। म यो लोगोमा क्लिक गर्नेछु। लोगोमा क्लिक गरिसकेपछि अब तपाईले यसमा देख्न सक्नुहुनेछ अहिले मेरो फेसबुकको प्रोफाइल छ, पेजमा परिवर्तन भएको छैन। 290 फ्रेन्ड लेखेर आएको छ। यसमा फलो बटन पनि छैन, फलोवर्स पनि छैन, किनभने मैले यसलाई पेजमा कन्भर्ट गरेको छैन, पेजमा परिवर्तन गरेको छैन। तपाईहरुको अगाडि अहिले यो फेसबुक प्रोफाइल नै छ। अब यसलाई म फेसबुक पेजमा परिवर्तन गरेर देखाउने छु। त्यसको लागि यो लास्टमा यो तीनवटा थोप्लो, तीनवटा लाइन छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। म यो तीनवटा थोप्लोमा क्लिक गर्नेछु। तीनवटा थोप्लोमा क्लिक गरिसकेपछि अब हाम्रो अगाडि धेरै अप्सन आउँछ। तपाईले देख्न सक्नुहुन्छ मेरो अगाडि धेरै अप्सन आएको छ। अब हामीले पहिला केही सेटिङ गर्नुपर्ने हुन्छ। त्यसको लागि फर्स्टमै छ यो फलो सेटिङ लेखेर आएको छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। म यो फलो सेटिङमा क्लिक गर्नेछु। तपाईले पनि फलो सेटिङमा क्लिक गर्नु होला। फलो सेटिङमा क्लिक गरिसकेपछि अब तपाईले यसमा ध्यान दिन एकदमै जरुरी छ। ध्यान दिएर हेर्नु होला। जति पनि छ नि यो फर्स्ट अप्सन, सेकेन्ड, थर्ड, यो चौथो, यो जतिवटा अप्सन छ हामीले यसलाई सबैलाई पब्लिक गर्नुपर्ने हुन्छ। ध्यान दिएर हेर्नु होला। म फर्स्ट अप्सनमा क्लिक गर्नेछु। क्लिक गरिसकेपछि म पब्लिकमा टिक लगाएर सेभ गर्नेछु। सेकेन्ड अप्सन पनि म क्लिक गर्नेछु, पब्लिक सेभ गर्नेछु। थर्ड अप्सन पनि म पब्लिक नै गर्नेछु। अर्को अप्सनमा म क्लिक गर्नेछु, यसमा पनि म पब्लिक गरेर सेभ गर्नेछु। जतिवटा अप्सन सो गरेको छ सबै अप्सन पब्लिक गरेर सेभ गर्नुपर्ने हुन्छ। तपाईले पनि पब्लिक गरेर सेभ गरिदिनु होला। अब हामीले यति गरिसकेपछि अलिकति तल आउनु पर्ने हुन्छ। तल आइसकेपछि यो तपाईले देख्न सक्नुहुनेछ टर्न अन प्रोफेसनल मोड भनेको छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। म यो टर्न अन प्रोफेसनल मोडमा क्लिक गर्नेछु। यसमा क्लिक गरिसकेपछि टर्च अन लेखेर आएको छ, म टर्च अनमा क्लिक गर्नेछु। तपाईले पनि टर्च अनमा क्लिक गरिदिनु होला। नेक्स्ट गर्नेछु, म नेक्स्ट गर्नेछु। पब्लिक नै छ, म नेक्स्ट गर्नेछु, कन्फर्म गर्नेछु। अब म सिधै ब्याक हुन्छु। अब म यसलाई स्किप गरेर फेरि तपाईलाई फेसबुकमा लगेर जानेछु र आफ्नो फेरि यो प्रोफाइल लोगोमा क्लिक गर्नेछु। प्रोफाइल लोगोमा क्लिक गरिसकेपछि अब तपाईले यसमा देख्न सक्नुहुनेछ मेरो अगाडि तपाईले देख्न सक्नुहुने थियो त्यसमा फ्रेन्ड लेखेर आएको थियो भने अहिले यसमा फलोवर्स र फलोइङ भनेर लेखेर आएको छ। मैले यो फेसबुक प्रोफाइललाई पेजमा सजिलैसँग मात्र 1 मिनेटमा कन्भर्ट गरेर परिवर्तन गरेर देखाएको छु। बुझ्नु भयो या बुझ्नु भएन? जसरी मैले सिकाएको छु त्यसैगरी तपाईले सजिलैसँग आफ्नो फेसबुक प्रोफाइललाई पेजमा बदल्न सक्नुहुनेछ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न भने नबिर्सिनु होला। विशेष गरी यो भिडियो मैले तपाईहरुका लागि बनाएको थिएँ। आशा छ यो भिडियो हेरिसकेपछि अब तपाईलाई अरु कुनै पनि भिडियो हेर्न जरुरत पर्ने छैन।